hiking pressure. Hey guys, please let's have a current. तपाईहरु उदयपुरको हुनुहुन्छ भने कतिचोटि रौता गइसक्नु भयो। सो हेलो साथी बहिनीहरु, हाम्रो चाहिँ 1 वर्षदेखिको प्लान बल्ल आज सक्सेस भइरहेको छ। सो हामी सबैजना चाहिँ रौता जाँदै छौं। रौता जानु पाएर होला मेरो साथीहरु चाहिँ एकदम धेरै एक्साइटेड भएर नाच्दै गाउँदै गइरहेको थियो। रौता पुग्न चाहिँ हामीले अब 5-10 मिनेट मात्रै के बाँकी थियो। मेरो साथीलाई चाहिँ जुकाले वेलकम गरिहालेछ। अनि हामी रौता पुग्ने साथ हामी चाहिँ मन्दिर जाऊँ न भनेर मन्दिर गयौं। तर त्यो दिन चाहिँ मलमास परेको कारणले हामीले चाहिँ फूल र भेटीहरु मात्रै चढायौं। त्यति गरिसकेपछि चाहिँ हामी सबैजना तल झरेर हेलिप्याडमा बसेर क्विक्सहरु खायौं। अनि हेर्नु न साथी बहिनीहरु, मेरो साथीहरु यो सानो स्याउ भन्दै खाइरहेको थियो कि त्यहाँबाट सिधै हामी चाहिँ होमस्टे गएर भरे बेलुकाको लागि चाहिँ मासुहरु सबै म्यारिनेट गरेर खानासाना खाएर चाहिँ मासतिर लाग्यौं है साथी बहिनीहरु। हामी चाहिँ बिसाउँदै गइरहेको थियौं। See the hiking pressure. तर यो दिन चाहिँ हामीलाई हाइक भन्दा कम चाहिँ लागेको थिएन है, किनभने हामी यति धेरै हिँडेको थियौं कि हामी चाहिँ टावर भन्दा पनि धेरै माथि पुगिसकेको थियौं। जहाँ त्यहाँबाट चाहिँ सबै भ्यूहरु देखिँदो रहेछ के मुर्कुचीहरु सुकौराहरु सबै देख्दो रहेछ। त्यहाँ पनि हामीले क्विक्सहरु खाएर फर्किने क्रममा चाहिँ प्रलिसालाई चाहिँ जुकाले अट्याक हानिसकेको रहेछ। मलाई चाहिँ जुकादेखि डर लाग्दैन, त्यही भएर मैले चाहिँ हातैले फाल्दै अनि हामी चाहिँ भिडियोहरु बनाउँदै तलतिर झर्यौं। होमस्टे पुग्न साथ हामीले बिहान म्यारिनेट गरेको मासुहरु चाहिँ पोलेर खाँदै गफ गर्दै रात कटायौं। अनि भोलिपल्ट चाहिँ खाना खाएर चाहिँ हामी सबैजना गाईघाट तर्फ फर्क्यौं। अनि हामी गाईघाट फर्किँदा पनि गीत सुन्दै गाउँदै रमाइलो गर्दै झरेको नि त। अनि मेरो साथीहरुको गीत सुन्नु ल।